त्यो प्याकेटले त सर्किट भएपछि बल्ल निप्छ कि आफै त्यो केटा हेर यस्तो पनि हुन्छ यार आगो बोलिदिइराख भने कि अब अझै पनि तन्किन्छ कि ल यस्तो नि खाने हो त अनि मरिहाल्छ नि एकछिन 1 महिना ननस्टप खायो खानु भएपछि बल्ल निप्छ कि आफै यो नमने मटी तेल जस्ता तस्तै बस्ने यार खरानी पनि हुन्न कि बल्ल यो पेट्रोल हालेको भनेको होला अर्को जलाएको त्यहाँबाट जलिरहेछ होइन अर्को जलाएको यहाँ पेट्रोल चाहिँ छैन बोलिरहेको हेर त के गर्नु खोजेको यो पसलवालाले यार जिउँदो मान्छेलाई मार्ने विचार रहेछ हो यो पसलवालाहरूको यो बन्द गर्नु पर्यो यो कुन विश्वास लाग्दैन नानीले खाडै हुन्थ्यो अनि यहाँ बालेर नि देखाइदिन्छु ल हेर यो मैले खाएको हो कि अघि भर्खर होइन बोलिरहेको छ कि अनि यस्तो खाएपछि अनि मान्छे बाँच्छ त अहिलेको बच्चाहरू केटीकेटीहरू त अनि फाँक हुन्छ त अनि बिस पनि कट्न पाउँदैन त बिचराहरू त यस्तो नि हुन्छ यो अर्कै हो फेरि यो चाहिँ होइन यो पनि जल्दिने रहेछ नखाऊ मान्छे कसैले नखाऊ यो यसमा निकोटिन धेरै रहेछ यो ठुलोमा चाहिँ सानोमा खासै छैन रहेछ त्यो पनि मान्छेलाई त कहाँ मरिहाल्छ नि बच्चाहरू हुन्छ पावर हुन्न त्यही माथि खप्ने क्षमता हुँदैन बच्चाहरूको खानुहुन्न केटा हो यस्तो पसलको दोकानहरू खानु भएन है केटाकेटी बच्चाहरूलाई त औडा हुन्छ त्यो सानै उमेरमा फेरि चैट हुन्छ फेरि